सेती नदीको छेउैमा छ तपोवन। हेर्नुहोस् त यो पानी यति तातो छ कि यो जाडो याममा हामीले नुहाउनुको लागि चाहिँ एकदमै राम्रो छ। तपाईँ बझाङ आसपासमा हुनुहुन्छ र बझाङ आउनु भएको छ भने एकचोटि यहाँ पुगेर जानुहोला। यो प्रकृतिको देन हुनुपर्छ। यस्तो जाडो समय, यस्तो चिसो मौसममा यदि तातो पानी हेर्नुहोस् त, यति तातो छ कि हामी यसमा सिधै बस्नै सक्दैनौँ। यो पानी सिधै नुहाउँदा हामीलाई चाहिँ सहनै नसक्ने तातो हुन्छ।